जनकपुर धाम जगत जननी जानकीको जन्मभूमि, राजर्षि जनकको कर्मभूमि, ऋषि महर्षि एवं विद्वान विदुषीहरूको शास्त्रार्थ स्थल, महामुनिहरूको ज्ञानार्जन स्थल, प्रमुख ज्ञानपीठको रूपमा जनकपुर धाम प्रख्यात छ। वैदिक संस्कृतिको केन्द्रभूमिको रूपमा प्राचीन मिथिलाको राजधानी जनकपुर धाम एउटा विशिष्ट धार्मिक एवं सांस्कृतिक केन्द्रको रूपमा प्रख्यात रहेको छ। मिथिलाको प्रथम राजाको रूपमा निमि थिए भने यस वंशका दोस्रो राजा मिथि थिए, जसको नाउँबाट मिथिला देशको प्रादुर्भाव भएको विभिन्न ग्रन्थहरूबाट पुष्टि हुन्छ। यसै वंशका शिरध्वज जनकको समयमा सीता धरा गर्भबाट प्रकट भएकी थिइन्, जसको विवाह अयोध्याका राजा दशरथको पुत्र श्रीरामसँग भएको प्रसङ्गले जनकपुर धामको ख्याति बढ्न गएको सर्वविदित नै छ। रामायण कालमा मिथिलाको राजधानीको रूपमा ख्याति प्राप्त जनकपुर धाम जानकीको जन्मभूमि, किशोरीजीको स्थान, सीताको नगरी, जनकको राजधानी, श्री रामजीको ससुराली आदि नाउँबाट पवित्र, ऐतिहासिक, समृद्ध सांस्कृतिक थलोका रूपमा चारैतिर रहेको मठ मन्दिर, ताल सरोवरले जनकपुर धाम परिचित रहेको छ। धरा गर्भबाट जन्मेकी सीता देब्रे हातले शिव धनुष उठाई पूजा स्थलको सरसफाई गर्ने जगदम्बा सीता र मर्यादा पुरुषोत्तम श्रीरामको ससुराली जनकपुर धामको आफ्नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचान रहेको छ। श्रीरामले शिव धनुष भंग गरे पश्चात जगदम्बा जानकी र भगवान श्रीरामको विवाह भएको पुण्य थलो जनकपुर धाम हिन्दू धर्मावलम्बीहरूको वैवाहिक गन्तव्य स्थलको रूपमा प्रख्यात छ। श्री सीतारामको वैवाहिक स्थल जनकपुर धाममा बिहे गरे मान सम्मान र ख्याति प्राप्त हुने जनविश्वास रहेको हुँदा देश विदेशबाट जनकपुर धाम आई विवाह गर्नेहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ। वर्तमान जनकपुर धामको खोजी चतुर्भुज गिरी र सुरकिशोर दासजीले गर्नुभयो। यिनी दुवै आधुनिक जनकपुर धामका निर्माता हुन्। 18औं शताब्दीको आरम्भमा वन जंगल रहेको यस स्थानमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक महत्वको प्रचार प्रसार र गौरवलाई उजागर गर्नुभयो। जनकपुर धाममा मनाइने चाडपर्वहरू मध्ये विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, गुरु पूर्णिमा, कोजाग्रत पूर्णिमा, श्रावणी मेला अर्थात् झुलन, दशैं तथा छठ पर्व श्रद्धालु भक्तजन तथा पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र रहेको छ। आधुनिक जनकपुर धाम सांस्कृतिक सहरको रूपमा अगाडि बढ्दैछ। आधुनिक जनकपुर धामको सडकको विस्तार र केसरिया रङले सिंगारिएका भवनहरू सहजै आकर्षित